कसम यो हर्क साम्पाङले श्रमदानको त भद्दा मजाकै बनाएर छाडेको रहेछ कि होइन। यो मान्छेलाई देशको सबै बजेट दिने हो भनेदेखि यो मान्छेले त्यो भए जति बजेट हुन्छ नि सबै अब त्यो मासु भात खुवाएर नै सकाउँछ होला जस्तो मलाई लागेको छ क्या। यहाँ माथि दुईटा झोलुङ्गे पुल देख्नु भएको छ नि तपाईँहरूले होइन। एउटा भनेको हर्क साम्पाङले श्रमदान गरेर अब बनाएको झोलुङ्गे पुल भयो अब दार्चुलामा भनेदेखि, अर्को भनेको मुगु जिल्ला अब तपाईँहरूलाई अब कस्तो ठाउँ हो भन्ने कुरो अब तपाईँहरूलाई थाहा छँदैछ। त्यहाँ माथि मुगुको पनि एकदमै विकट हुन्छ नि सोरु गाउँपालिकामा बनेको यो झोलुङ्गे पुल हो क्या होइन। अब यो दुईटाको लागत सुन्नुभयो भनेदेखि तपाईँहरूले हर्क साम्पाङलाई श्रम पिता भनेर अब पुज्नुहुन्छ होला जस्तो मलाई लाग्न थाल्यो क्या। पुज्नुहुन्छ कि कुट्नुहुन्छ भन्ने कुरो चाहिँ मैले अब त भन्न सक्दिनँ होइन। किन भन्दाखेरिमा यो मुगुको यो सोरु गाउँपालिकामा बनेको झोलुङ्गे पुल भनेको 117 मिटरको यो लामो झोलुङ्गे पुल हो क्या होइन। यहाँनिर कुल लागत भनेको 40 लाखमा चाहिँ अब यो पुल बनेर सम्पन्न भएको छ क्या। यतापट्टि हर्क साम्पाङले बनाएको यो दार्चुलामा कति लाखको पुल हो, यो भनेको 1 करोड 40 लाखको पुल, कति मिटरको भन्दाखेरिमा 67 मिटरको क्या।